भने मलाई चाहिँ बुढो हुन चाहिँ डर लाग्छ सूर्यजी। दुईटा नाउमा होइन, दुईटा डुङ्गामा खुट्टा राखेर हिँडेको जस्तै हुँदो रहेछ। मूल मन्त्र भनेकै के हो? एकदम हार्डवर्क गर्नुपर्छ अनि त्यसमा के हुनुपर्छ? इमान्दारता हुनुपर्छ। पनि सफलता पाउनको लागि चाहिँ तपाईँले हार्डवर्क चाहिँ गर्नुपर्छ। हावा शरीरी म्युजिक भिडियोलाई पनि धेरै हाम्रो दर्शक महानुभावहरूले मन पराइदिनु भएको छ। त्यसमा पनि एकदमै आभारी छु। एकदम फर्स्ट म्युजिक भिडियो भए पनि। तर तपाईँलाई पनि थाहा छ होइन, हामीले धेरै वर्ष अगाडिदेखि धेरैवटा नाटकहरू एउटा थिएटर आर्टिस्ट जस्तो होइन थिएटरमा चाहिँ गरिसकेका छौँ। सूर्यजी वास्तवमै भन्नुपर्दा यो कहानीहरू सम्झेर अहिले पनि मलाई डर लाग्छ होइन। त्यस्तो के होला? मेरो सबैभन्दा ठुलो सङ्घर्ष नै अब फ्याट्टै भनिहाल्नु पर्दाखेरि चाहिँ लाउरे हुने जस्ट लाउर भिर्ता मैले गरेको होइन जुन स्ट्रगल, अब जुन एउटा कोसिस, अहिलेसम्मको सङ्घर्षमा चाहिँ त्यो नै मेरो ठुलो सङ्घर्ष चाहिँ थियो। त्यस्तो एउटा घटना जसले चाहिँ तपाईँको जीवनै बदलिदियो? यो नै मेरो लागि चाहिँ एउटा जीवन बदल्ने भनौँ अथवा मेरो जिन्दगीको युटर्न नै यही पोइन्ट नै यही नै हो सूर्यजी। अर्को सबैभन्दा कठिन निर्णय तपाईँमा आइपरेको अनि तपाईँले गर्नुभएको त्यस्तो केही? मलाई बुढो हुनुबाट डर लाग्छ यार। त्यो त सबैलाई हुन्छ होइन? छोरी मान्छे भयो, छोरा मान्छे चाहिँ हाम्रो अतिथि हुनुहुन्थ्यो स्वरूप राजजी, उहाँलाई धेरै धेरै धन्यवाद। यहाँको एउटा अमूल्य समय झिकेर यहाँनिर आइदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद स्वरूप। धन्यवाद सूर्यजी। अनि म अर्को कुरा के दिन्छु भने यो तपाईँले भर्खर सुरु गर्नुभएको हाम्रो आवाज पोडकास्ट स्टुडियो धेरै धेरै माथि बढेर जाओस् होइन, यसले चाहिँ आकाशै छुओस् है भन्ने धन्यवाद तपाईँलाई चाहिँ शुभकामना दिन चाहन्छु। तपाईँ पनि एकदमै अब हार्ड वर्किङ मान्छे होइन, सायद तपाईँको सपनाहरू पनि पुरा हुन्छ होला। तर मेरो पर्सनली अनि मेरो कोर अफ हार्टबाट होइन तपाईँको यो हाम्रो आवाज स्टुडियो चाहिँ ले चाहिँ धेरै धेरै उन्नति प्रगति गरोस् भन्ने मेरो चाहिँ हार्दिक शुभकामना छ सूर्यजी। धन्यवाद स्वरूपजी तपाईँलाई। थ्याङ्क यू भेरी मच।